चाहन्छु। नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व, नेपाली क्रान्तिको कार्यक्रम तथा मार्गदर्शक सिद्धान्त, जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीका विचार, सिद्धान्त र योगदानको अध्ययन, अनुसन्धान, विश्लेषण र प्रवर्धन गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसनको स्थापना भएको हो। जननेता मदन भण्डारीले सामाजिक रूपान्तरण, लोकतन्त्र, राष्ट्रियताका लागि खेल्नुभएको भूमिकालाई चिरस्थायी बनाउन, उहाँको काम र अनुभवबाट भावी पुस्तालाई प्रेरित गर्न तथा समाजको सकारात्मक रूपान्तरणमा ठोस योगदान गर्न फाउन्डेसनले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ। फाउन्डेसनको मकवानपुर शाखाले पनि यही उद्देश्य अनुरूप नै आफ्ना क्रियाकलापहरू सञ्चालन गरिरहेको छ भन्ने मेरो पुरा विश्वास छ। जननेता मदन भण्डारीको राजनीतिक प्रभाव र लोकप्रियताको केन्द्रमा उहाँमा रहेको विचारको स्पष्टता र त्यसको व्यावहारिक कार्यान्वयन रहेको छ। विचारलाई केवल नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्ने क्षमताले नै उहाँलाई नेपाली राजनीतिमा विशिष्ट पहिचान अथवा स्थान बनाएको छ। लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि आफूले सम्पूर्ण जीवन समर्पित गर्नुभएकोमा म जननेता मदन भण्डारी प्रति फेरि यहाँ पुनः एकचोटि स्मरण गर्न चाहन्छु। यसै सन्दर्भमा यस जिल्लाको संस्थाका पहिलो संस्थापक अथवा अध्यक्ष श्री चन्द्र शर्माप्रति पनि म स्मरण गर्न चाहन्छु। मदन भण्डारीले आफ्नो जीवनकालमा लामो समयसम्म राष्ट्रको सर्वाङ्गीण विकासको लागि अनवरत प्रयास गर्नुभयो। 46 सालको जनआन्दोलनको सफल सूत्रधारको रूपमा पनि हामी मदन भण्डारीलाई लिन सक्छौँ। आन्दोलनको सफलतासँगै बहुदलीय प्रजातन्त्रको स्थापना पश्चात जनताको अधिकतम हितका निमित्त रूपान्तरणकारी संविधान निर्माण, कार्यान्वयन र नेपाली राष्ट्रियताको पक्षमा उहाँले खेल्नुभएको भूमिकाले हामीलाई सदैव मार्गदर्शन गरिरहेको छ। 47 सालको संविधानमा उहाँले प्रस्तुत गर्नुभएका केही आलोचनात्मक मुद्दाहरू, जसलाई हामी 27 मुद्दाको रूपमा पनि स्मरण गर्दछौँ, त्यसको महत्त्व 62-63 को आन्दोलनपछि स्थापित हुन गएको छ। ती बुदाहरू नै नेपालमा राजसंस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार बन्न पुगेका छन्। फलस्वरूप आफ्नो संविधान आफै बनाउने दशकौँदेखिको जनताको चाहना पछि आएर पुरा भएको छ।